यो कार्टुनमा के छ सर? यो अलि कार्टुन हेर्नु सर। हेलमेट छैन हेराउनु न, कार्टुन हेराउनु न। कार्टुनमा यहाँ स्थानीयहरू आरोप लगाइरहेछ पैसाहरू सब सामान लग्ने मान्छे बलेकियाहरूले 10-20 रुपैयाँ राख्छ सर। एकैछिन सर कार्टुन हटाइदिनु पर्यो। एकैछिन ठिक छ सर, एकैछिन कार्टुन हटाइदिनु न। हेलमेट छ कि के छ एकपल्ट हटाइदिनु न। एकैछिन यो समात्नु न तपाईँ। यो हटाउनु त अलिक हटाउनु न सर, हटाउनु न। यहाँ के छ हामी पनि हेरौँ। हात हटाउनु त सर। के छ? एकैछिन हात हटाउनु न सर, म पत्रकार हो सर। हात हटाउनु न, हात हटाउनुमा के छ? हात हटाउनु न सर। यहाँ पैसा छ 10 देखि रुपैयाँ 20-50। हात हटाउनु न सर, म तपाईँले केही गर्दिनँ। एकैछिन सर हात हटाउनु सर। पत्रकारले दुर्व्यवहार नगर्नुहोस् तपाईँहरू। हात हटाउनु त सर, हात हटाउनु त सर, हात हटाउनु न सर। एकैछिन सर तपाईँहरू हात नहाल्नुहोस् पत्रकारले। हात हटाउनु न सर। यहाँ यो प्लास्टिकको झोरामा पनि 10 देखि 20 रुपैयाँहरू पनि छ। सशस्त्र प्रहरीको हौलदार साहबले हात हटाउन मान्नु भइरहेको छैन। हात हटाउनु न सर। हात हटाउनमा के छ सर? हात हटाउनु न। तपाईँको नाम के हो? हात हटाउनु त, हात हटाउनु। एकैछिन हात हटाउनु न सर। होइन सर हात हटाउनु न। यहाँ एउटा स्थानीय बच्चालाई कुटपिट गर्नुहुन्छ तपाईँहरू। एकैछिन सर, एकैछिन सर, एकैछिन हात हटाउनु। एकैछिन यहाँ झोरामा पकेटमा पैसा हाल्दै हुनुहुन्छ सशस्त्र प्रहरी। यहाँ हेर्नु सर पैसा हालेर उहाँ भाग्दै हुनुहुन्छ। गिरी सर उहाँ राज नाम हो लास्टमा। एकैछिन पक्नु न। उहाँ हुनुहुन्छ पैसा लिएर झोलामा लिएर जाने। बोल्नुहोस् न सर, झोलामा लिएर पकेटमा जाँदै हुनुहुन्छ सर तपाईँ। पैसा लिएर जाँदै हुनुहुन्छ सर तपाईँ। बच्चालाई पनि कुट्नु भएको छ। केही त केही बोलिदिनुहोस्। मैले कुटेछु सर। अनि पैसा लिएर जानुभएको छ सर। पैसा लिएर तपाईँ पैसा लिएर जानुभएको छ सर। यहाँ झोलामा लिएर भाग्दै हुनुहुन्छ पैसा। मैले हात हटाउनलाई भने हटाउनु भएन। कति नाम बाबु हो? कति तू कति करतर ल कि पुलिस तोरा पिटल का? वीडियो कॉल से बात करती है कसके बोल तो हमरा कलान को कति करता है काम करनी सर। वीडियो कॉल करती है तुम देखी ना देखला नहीं चल गइला। अब जाके एगो सर के नहीं ला तब को कति करते हैं सब भागते हैं तो कनी सर हम साइड में तो बढ़ले बनी। अब के ना तो चले जाए बतिया तो नहीं अन्य से तो इधर ना बहुत बतिया तो हमको को नहीं तो हमको तो किया नहीं। तो हमारे एक गाड़ी मार देला नेपाल पुलिस रलन कि सशस्त्र प्रहरी रलन? सशस्त्र वाला रलन। उहाँ डीएसपी साहब भी आयल। डीएसपी साहब भी रलन। डीएसपी साहब कोलन तोरा पिटेला ओकरा? अब हुआ तक लेलन अब ट्रेन घूमते तकला उ बैग पटकला नु तकला पेन आ ऊपर से ना बोलन। तोरा चोट भी लागल बा? के पर पिटल? तोर मोबाइल कहाँ बा? मोबाइल औजार ले ले बड़ा। कौन सा औजार हमर मोबाइल ले ले बड़ा। कथी होता सर? उ भाई को मोबाइल किन लिनु भएको? मोबाइल ले सर ले ले बड़ा। ई भनिरहेछ लिए छ। यसलाई किन कुट्नु भयो? उयो सर पिटल। मोबाइल हौ सर। उयो सर पिटल। उसको मोबाइल कहाँ छ सर? तो उसको मोबाइल दिनु पर्यो नि। दिन्छु त भनिरहेछु दिन्छु। कति बेला दिनुहुन्छ? दिनु अहिले छलफल हुन्छ बसेर अनि हेर्नुहुन्छ भिडियो छ कि छैन। अनि भिडियो छैन भनेपछि जाँच गरेर दिनुहुन्छ। काम त तरिकाले बस्नु। अनि भिडियो गरेकै भरमा तपाईहरु हातपात गरिदिने कुटपिट गरिदिने? भिडियो कल गरेर के गरेको अहिले सोधपुछ गर्छ। डीएसपी साहब स्वयं भन्नुभएको छ पिट्नलाई। हैन मलाई थाहा भएन। यहाँ व्यापक तस्करी बाराको मटियानो नाकाबाट भइरहेछ र एउटा बच्चालाई भिडियो खिचेकै भरमा सशस्त्र प्रहरीले कुटेको छ। अहिले यही जुन कार्टुन हो, जुन तस्करी गराउने व्यक्तिहरूले यही कार्टुनमा पैसा हाल्ने गरेको पाइएको छ र यहाँको सशस्त्र प्रहरीहरूले अहिले झोलापट्टि हटाउनु भएन।
ऊ लोग पैसा लेवेलन म पनि नेपाल प्रहरीको हल्दार साहब हो यो कार्टुन गरी पैसा थियो रोकै साहबले मैले भने त बेलुकाइदिनु भयो मैले पैसा हेरेर थियो त्यहाँ पैसा थियो मान्छे उतारो यो अफिसरले यहाँ एउटा साइकलमा तस्करी गराउने मान्छे दैनिक कति रुपैयाँ दिन्छ यहाँ सशस्त्र प्रहरीको ड्युटी के को लागि हो पैसा उठाउनको लागि बोर्डरमा ड्युटी हो यहाँ अहिले तपाईँहरू हेर्नुभयो अगाडिको भिडियोमा पैसाहरू पनि समेत फेला परेको छ यहाँ सशस्त्र प्रहरीको ड्युटी छ कि छैन यहाँ कुन नम्बर यहाँ ड्युटी हाल्नुभएको त्यो त किराना पसल छैन नि त्यहाँ हाम्रो नेपाल पुलिसको त्यहाँ सशस्त्र प्रहरीको तर त्यहाँ किन काट्नु राखेको त्यो काट्नुभरि पत्रकारले हेर्दाखेरि पैसा थियो त्यो पैसा लिएर अर्को मान्छे भाग्यो सशस्त्र प्रहरीको स्टाफले यहाँ स्थानीयहरूको पनि आरोप छ त्यहाँ 10 देखि 50 रुपैयाँ लिएर तस्करी गराउने सशस्त्र प्रहरीहरूकै मिलोमतोमा यहाँ सेटिङमै तस्करी हुने गरेको रहस्य बाहिर आएको छ अहिले भिडियो खिचेकै भरमा एउटा स्थानीय बच्चालाई कुटपिट गरिएको छ र यहाँको डीएसपी साहबको निर्देशनमा त्यो बच्चालाई कुटिएको हो